यो चाहिँ पिल्स ट्याब्लेट हो। यसको बारेमा म थोरै एउटा कथा भन्छु। यो हाम्रो समाजमा घटेको एउटा सत्य घटना हो। एकजना महिला, विवाहित महिला, 27-28 वर्षकी विवाहित महिला हुनुहुन्थ्यो। उहाँको 3वटा बच्चा भइसकेको थियो। हाम्रै यहीँको हुनुहुन्छ, बाहिरको हुनुहुन्न। अनि दसैँको समय रहेछ। अनि चाहिँ उहाँले सोच्नुभयो अब मेरो महिनावारी हुने टाइम छ, महिनावारी भएपछि त दसैँ त मनाउन गाह्रो हुन्छ मिन्स भएपछि। अनि त्यसैले चाहिँ मिन्स रोक्ने दबाई खानु पर्यो, अनि चाहिँ दसैँलाई सेलिब्रेट गर्नु पर्यो भनेर सोच्नुभयो। अनि उहाँ जानुभयो महिला स्वास्थ्य स्वयंसेविका दिदी कहाँ जानुभयो र उहाँलाई चाहिँ मिन्सको लागि भनेर यो पिल्स ट्याब्लेट चाहिँ मागेर ल्याउनु भयो है। यो पिल्स ट्याब्लेटको विशेषता भनेको चाहिँ परिवार नियोजन हो, बच्चा हुन नदिने हो, रोक्ने हो भने त्यो सँगसँगै हर्मोनको कारणले गर्दाखेरि मिन्सलाई पनि पर धकेल्ने काम गर्छ जबसम्म खाइरहेको हुन्छ तबसम्म। अनि चाहिँ उहाँले पनि यो एक लाइन काटेर 7वटा ट्याब्लेट दिनुभएको रहेछ। व्यावहारिक रूपमा आफ्नै मान्छे चिने जानेको नातेदार ठिकै छ भनेर दिनुभएको रहेछ। अनि त्यसपछि चाहिँ उहाँले खानु पनि भयो, लगातार मजाले खानुभयो, 6-7 दिनसम्म खानुभयो 7वटा ट्याब्लेट। त्यसपछि छोडिदिनु भयो। अनि छोडेको केही समयपछि चाहिँ उहाँको जन्ममार्गबाट चाहिँ रगत बग्न थालेछ। अनि रगत बग्न थालिसकेपछि उहाँलाई लाग्यो मिन्स भएको हो भनेर। अनि छुट्टै बस्नुभयो 5 दिनसम्म, 5-6 दिनसम्म छुट्टै बस्नुभयो। रगत परिरहेको रहेछ। अनि अब भोलिसम्म कन्ट्रोल भइहाल्ला भन्ने सोच्नुभयो। भोलिसम्म भन्दै 10-12 दिन गइसक्यो, कन्ट्रोल हुनु भएन, मतलब कन्ट्रोल भएन। अनि त्यसपछि अलिकति सिरियस हुँदै जानुभयो। अनि त्यसपछि चाहिँ नजिकै प्राथमिक स्वास्थ्य केन्द्रमा, नजिकै होइन टाढा हुन्छ, त्यहाँ चाहिँ लग्नुभयो। यहाँ त्यति बेला चाहिँ यो संस्था चाहिँ स्थापना भएको थिएन। त्यहाँ चाहिँ लग्नुभयो घरबाट सबैजनाले। लगिसकेपछि चाहिँ अब यहाँ चाहिँ हामी सक्दैनौँ, तपाईँ चाहिँ डडेलधुराको उपक्षेत्रीय अस्पतालमा लगेर जानु भन्नुभएको रहेछ। उहाँले फेरि फिर्ता ल्याएर घरै ल्याइदिनु भयो क्या। मिन्सो त 2-4 दिनमा रोकिहाल्ला भनेर चाहिँ घरै ल्याइदिनु भयो, लग्नु भएन। त्यसपछि चाहिँ फेरि त्यो त शरीरको सबै रगत गएर अलि सिरियसै भयो, बचाउन नसक्ने अवस्था जस्तो, बच्ने अवस्था जस्तो भयो। त्यसपछि बल्ल डडेलधुरा चाहिँ लग्नुभयो। अनि डडेलधुरा पुर्याउँदा बेला उहाँले के भन्नुभयो भने हामी उहाँलाई बचाउन सक्दैनौँ है, उहाँलाई चाहिँ धनगढी लैजानुहोस्। अनि धनगढी पनि तपाईँको मान्छे पुग्दैन, बाटोमा मर्न सक्छ। यदि रगत चाहिँ कन्ट्रोल गर्न सकिन भने तत्काल हामी रगत कन्ट्रोल गरिदिन्छौँ, तर चाहिँ धनगढी लग्नुहोस् भन्नुभयो। उहाँले चाहिँ रगत चाहिँ कन्ट्रोल गरिदिनु, रक्तस्राव जुन भइरहेको थियो त्यो चाहिँ कन्ट्रोल गरिदिनु भयो। त्यहाँबाट चाहिँ धनगढी पुर्याइयो। अनि धनगढी पुर्याउँदाखेरि के थाहा भयो भने यदि उहाँको चाहिँ शरीरमा 1.5 लिटर मात्रै रगत रहेछ, यदि आधा लिटर मात्र पनि रगत कम भएको भए उहाँ चाहिँ एक्सपायर हुने थियो बाटोमै भनेर भन्नुभयो है। त्यसपछि चाहिँ डायग्नोस भएरै छ उहाँको पेटमा चाहिँ बच्चा रहेको छ है। भनेको उहाँ चाहिँ गर्भवती हुनुहुँदो रहेछ, उहाँ स्वयंलाई थाहा नरहेछ है, मिन्स भइहाल्छु कि भनेर चाहिँ उहाँले चाहिँ यो पिल्स लिएर खाइदिनु भएको रहेछ हो। अनि बच्चा ठुलो रहेछ। अनि यो पिल्सले बच्चा बाहिर फाल्न सकेन, तर पाठेघरलाई चाहिँ कन्ट्र्याक्सन गरेर त्यहाँको नसाहरू, त्यहाँको जुन भित्री तहहरू थियो त्यसलाई चाहिँ कन्ट्र्याक्सन गरेर चाहिँ त्यो बाहिर फाल्ने प्रयास गरिरहेको रहेछ कि, बच्चालाई बाहिर फाल्ने प्रयास गरिरहेछ, बल दिइरहेको, कन्ट्र्याक्सन दिइरहेको, फुक्ने खुम्चिने क्रम गरि नै रहेको रहेछ। बच्चा फाल्न सकेन। त्यो क्रममा चाहिँ रगत चाहिँ फाल्दिया रहेछ कि। अनि त्यो चाहिँ यति धेरै रक्तस्राव कि उहाँ आमा भन्नुहुन्थ्यो मैले कसले के बोलिरहेको छ सबै सुनिरहेको थिएँ, तर बोल्न सकिरहेको थिएन, चिन्ता पनि थिएन मलाई होइन। त्यो चिन्ता गर्न सक्ने जुन क्षमता हुन्छ नि, हामी सोच्छौँ नि मेन्टली, हामी त्यो खेलाउँछौँ नि, मेरो बच्चा कस्तो होला, मेरो बच्चा कहाँ छ, म मरेपछि मेरो बच्चाको के हाल होला, अरू के आमा होला, सौता होला, उसले पाल्ला कि नपाल्ला, टुहोरो होला भन्ने सोच चाहिँ के पनि थिएन भन्नुहुन्थ्यो। त्यति सोच्न त सकिरहेको थिएन भनेर भन्दै हुनुहुन्थ्यो। अनि त्यसपछि धनगढीले भन्नुभएको रहेछ त्यो चाहिँ हामी अब यो गर्दैनौँ, उपचार गर्दैनौँ जबसम्म त्यो पिल्स दबाई दिने मान्छे हामीलाई दिनुहुन्न, त्यसलाई चाहिँ कारबाही गरिँदैन, तबसम्म हामी यसको उपचार गर्दैनौँ भनेर भन्नुभएको रहेछ है।
अनि त्यो दबाई दिने मान्छेले भने रहेछ मैले त व्यवहारिक हिसाबले दिएको, आफ्नै मान्छे भनेर दिएको, मलाई बचाइदिनु भनेर उसले भन्ने है। अनि त्यसपछि चाहिँ उहाँले भन्नु भएन, अनि भन्नु भएन, अनि उपचार नगरी कहाँ साध्य हुन्छ त हौ। अनि चाहिँ त्यसपछि चाहिँ एबोर्सन गर्नुभएको रहेछ। अनि उपचार गरियो, त्यो सँगसँगै 4-5वटा पोकाहरू चाहिँ रगत चाहिँ चढाइयो। अनि 40-50-60 चाहिँ के भन्छ त्यो के हो हाम्रो नर्मल भाषामा चाहिँ हामी के भन्छौँ, ग्लुकोज पनि चढाइयो। अनि 7-8 दिनपछि बल्ल चाहिँ म बोल्न सक्ने भयो भन्नुहुन्थ्यो कि। बल्ल मलाई चिन्ता लाग्यो कि मलाई केही भइदिएको भए, मरेको भए मेरो बच्चाको हालत के हुन्थ्यो, मेरो बच्चा कस्तो अवस्थामा छ, टुहुरो हुन्थ्यो, सौतावथी, उसले कस्तो व्यवहार गर्थे भनेर बल्ल चिन्ता लाग्न थालिसक्यो। बल्ल घर लैजानुहोस् भनेर भनेको भन्दै हुनुहुन्थ्यो कि। अनि चाहिँ अब डक्टरले त त्यहीँ राख्न भन्नुभएको थियो। उहाँकै जिद्दीमा चाहिँ 9-10 दिनमा चाहिँ फर्केर घर आउनुभयो। अनि फर्केर घर आइसकेपछि धेरै कमजोरी भयो भन्नुहुन्थ्यो। अनि यो पनि भन्नुभयो कि त्यो अर्काको दिएको खुन काम गर्न, नर्मल हुन मलाई 1 वर्ष लाग्यो भन्नुभयो कि। त्यसपछि गाई भैँसी जे जे छ सबै बेच्नुभयो। अहिले लगभग उहाँलाई 10 वर्ष भयो, 10-12 वर्ष भयो। अनि त्यसपछि डाक्टर साहबले चाहिँ अब प्रत्येक 6-6 महिनामा ग्लुकोज चढाउनु होला भनेर भन्नुभएको रहेछ कि। अहिले हामी कहाँ आएर चाहिँ उहाँ 6-6 महिनामा त चढाउनुहुन्न, वर्षको एकचोटि चाहिँ चढाउनुहुन्छ। बिपी जहिले पनि लो नै रहन्छ। जब उहाँको आफ्नो शरीर चाहिँ अलिकति सक्नुहुन्न, गाह्रो हुन्छ, बल्ल आउनुहुन्छ क्या, 1 वर्षमै चढाउनुहुन्छ। प्रायः चाहिँ यो तपाईँको धान रोपाइको सिजनमा चढाउनुहुन्छ। त्यहाँ काम बढी हुन्छ, पसिना बढी भएर पानी पनि खेर जान्छ। अनि त्यो कारणले गर्दाखेरि उहाँलाई गाह्रो हुन्छ। अनि बल्ल चाहिँ आउनुहुन्छ, चढाएर लग्नुहुन्छ। अनि मैले सोधेको अब त्यसपछि पनि त धेरै दसैँ आए, धेरै दिवाली आए, धेरै तिहार आए। अनि त्यसपछि चाहिँ महिनावारी यसो सार्नको लागि सार्ने दबाई कति खानु भएको छ, खाने गर्नु भएको छ कि छैन भनेको। उहाँ भन्नुहुन्छ छैन, त्यसपछि ट्राई गरेको छैन। अब म बाँचेको दसैँ दिवाली त अर्को टाइम सेलिब्रेट गर्न सकिन्छ होइन, चोखिएपछि पनि त सेलिब्रेट गर्न सकिन्छ नि, त्यही दिन गर्नुपर्ने भन्ने कि छैन। पहिला त मान्छे बाँच्नु पऱ्यो नि, बच्चाको आमा त बस्नु पऱ्यो नि, बच्चाको त केयर गर्छु, पाल्छु नि, हेर्छु नि त भन्नुहुन्छ कि। अनि खानुहुन्न। यो चाहिँ पिल्सोको यो पावरकै शक्ति हो है, यसमा हर्मोन हुन्छ। अनि हामी कहाँ पनि आउनुहुन्छ परिवार नियोजनमा भने यो महिनावारीको लागि चाहिँ लग्नको लागि, अनि कोहीले सिधै महिनावारीको लागि भन्नुहुन्छ, हामीले फिर्ता पठाइदिन्छौँ होइन। कसैले चाहिँ अब फिर्ता दिन्न, उसले फिर्ता पठाउँछ भनेर होइन, परिवार नियोजनकै लागि हो, 5 दिन भयो दिनुहोस् भनेर आउनुहुन्छ। अनि चाहिँ एकजना आउने, दर्ता गर्ने, अनि लग्ने। अनि गाउँमा चाहिँ 2-4 ट्याब्लेट, एउटा आइमाईले खाने, 2-4 ट्याब्लेट अर्को आइमाईले खाने, काकी भाउजू के नन्द सबै मिलेर बाँडेर खाएको चाहिँ भेट्टाएको छु मैले है। भने यसरी यदि तपाईँ बिना प्रिस्क्रिप्सन गरेर खानुहुन्छ, बिना स्वास्थ्य जाँच गरेर खानुहुन्छ, झुटो बोलेर लगेर खानुहुन्छ भने त्यो स्वास्थ्यकर्मीको गल्ती हुँदैन, तपाईँ आफ्नै गल्ती हुन्छ। तपाईँ आफ्नो ज्यानको खतरा तपाईँ आफैले चाहिँ लिइराख्नु भएको छ। यो चाहिँ सिधै ज्यानसित खेल्ने साधन हो कि। तुनै मजा आएको होइन, चाउचाउ बिस्कुट आयो खाइदियो ठिकै छ, के भयो र, एउटा चाउचाउ खाँदा के हुन्छ र भने जस्तो हुँदैन है। त्यही भएर चाहिँ यो चाहिँ सावधान भएर चाहिँ लग्नुपर्ने हुन्छ। र दिनै पर्ने व्यक्ति, जुन व्यक्ति हो, सेवारत व्यक्ति हो, सेवामा कार्यरत व्यक्ति हो, चाहे त्यो नर्सिङ स्टाफ हो, चाहे महिला स्वयंसेविका, उहाँहरूले पनि यो दिने बेला चाहिँ विशेष सावधानी अप्नाएर दिनुपर्छ। क्रस चेक गरेर चाहिँ दिनुपर्छ, कन्फर्म गरेर चाहिँ दिनुपर्छ है। यो चाहिँ धेरै स्वास्थ्य कर्मीहरू नै ठगिएका छन्। यहाँ आएर चाहिँ ठगेर दर्ता गरेर लग्ने, अनि गाउँमा सबै बाँडेर खाने सिस्टम छ। अनि तपाईँ दिने मान्छे पनि लाई पनि यो गाह्रो हुन सक्छ है, तपाईँ पनि फस्न सक्नुहुन्छ। आफूलाई चाहिने प्रमाणहरू जुटाएर चाहिँ आफ्नो सेफ्टीको लागि जुटाएर फर्म भरेर मात्र दिनुहोला। क्रस चेक गरेर चाहिँ दिनुहोला। क्रस चेक गर्न चाहिँ एकदमै आवश्यक छ। यदि तपाईँ लाग्यो क्रस चेकमा चाहिँ लाग्यो भने यो ठग्दैछ, झुटो बोल्दैछ लागेछ भने नदिनुहोला होइन। उसलाई त्यो डिपोतर्फ लग्न भन्नुहोला, कन्डम लग्नु भन्नुहोला, अथवा इम्प्लान्ट राख्न भन्नुहोला। यसलाई चाहिँ अभोइड गर्नुहोला। सकेसम्म चाहिँ सावधानी अप्नाएर क्रस चेक चाहिँ गर्नै पर्छ।